जति समय राजनीतिमा रहन्छु इमानदार भएर काम गर्नेछु। यो चुनावको परिवर्तन भनेको कानुन बनाउने चुनाव हो। यहाँ धेरै जनता उभिनु नपाए पनि मन धेरैको छ यहाँ। मान्छे बेच्नेहरूलाई कारबाही गर्नुपर्छ भनेर संसद भवनमा सांसदहरूले हामीले गरेको आन्दोलन त सरकारले सुनेन, सांसदहरूले गरेको आन्दोलन त सुन्दो रहेन रहेछ सरकारले भने आम नागरिकका कुरा कहाँ सुन्ने। उहाँमा जुन दक्षता छ नि सोभिताजीमा, त्यही कारणले मैले रेणुभन्दा सोभिताजीलाई चाहिँ बढी अहिलेको परिवेशमा अहिलेको परिस्थितिमा उहाँ बढी क्यापेबल हो भनेर विश्वास गरे हो। हामीले पहिला उहाँलाई हामीले साथ दिएछ अनि उहाँले बल्ल हामीलाई हो गर्ने। बराबरी हो। तपाईहरुले मलाई छोरी मान्नु भएको छ, मैले हजुरहरुलाई हामीलाई छोरी बहिनी माने हामी छैन। देश बनाउन पर्यो, युवकहरूलाई बाहिर पठाउनु भएन, हाम्रो छोराछोरी घरै बस्ने गराइदिनु पर्यो। नमस्कार। 84 मा हुनेवाला थियो तर 82 मै चाहिन्छ भनेर युवा पुस्ताले मागेको चुनावमा पनि हामी यदि परीक्षण मात्रै गरिरहन्छौँ भने हाम्रो देशको भाग्यले पनि हामीलाई परीक्षण मात्रै गरिरहन्छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी भनेको अन्तिम विकल्प हो हाम्रो देशको लागि हो। त्यसपछि हाम्रो यहाँ केही पनि छैन। के भनेको छु मैले एकपटक चाहिँ हामी चाहिँ सदस्यहरू चाहे जहाँ जेसुकै भए पनि एकपटक हामीले परिवर्तनलाई चाहिँ हामी चाहिँ जान्छौँ भने चाहिँ मैले त्यो चाहिँ गरिरहेको छु। हजुरले बोलेका शब्दहरू ठाउँ ठाउँ चाहिँ मैले चाहिँ के भने माडीदेखि लिएर सम्पूर्ण यो हाम्रो चाहिँ सरनपुर ती एरियाको चाहिँ हजुरले बोलेका शब्दहरू सबै कुराहरू चाहिँ मैले निकालेर हेरिरहेको छु। आज म काट्नु थिएँ अतै पनि फेरि मलाई त्यो खबरहरू छिटो आइरहेको छु। नमस्कार, मेरो नाम भवानी सिमखडा हो। म क्षेत्र नम्बर 3 वडा भरतपुर महानगरपालिका वडा नम्बर 17 को एउटा सदस्य छु हैन। किनभने यस्तो हामीले रेणु दालले गरेको काम विकासको कुराहरू गर्दै जाँदाखेरि उहाँले भन्नुभयो मलाई किन रेणु दालको साटोमा सोभिता गौतम भनेको यो भनेको हाम्रो लागि एउटा सौभाग्य हो। यस्तो यो राजनीतिमा पढाइ लेखाइदेखि लिएर गएर सबै थोक हुनु पर्दाखेरि सक्षम व्यक्ति भनेर चिनिनु पर्दा र यहाँ रासोपाका हामी जति पनि महानुभाव जोडिनु भएको छ एकदम सक्षम हुनुहुन्छ। त्यो कारणले अहिलेको चुनाव क्षेत्र नम्बर 3 ले अथवा यो देशभरि हुन गएको चुनावमा ल क्षेत्र नम्बर 3 मा हामीले सुविधा पाउनु भनेको एउटा भाग्यले पाएको एउटा उम्मेदवार हो। त्यो कस्तो भने अहिलेको चुनाव भनेको बाटो बनाउने विकास भन्दा पनि यो सांसद भवनमा छिरेर कानुन बनाउने चुनाव हो। कानुन बनाउने चुनाव भनेको यस्तो चुनाव हो कि अहिले विकास गरेको मान्छे हेरेर ठिक छ रेणु दाहालले पनि हामीले दिएको कर तिरेको करलाई सदुपयोग गर्नुभएको छैन भने तर अहिले यो निकास र विकास भन्दा पनि कानुन बनाउने चुनाव भएको कारणले गर्दाखेरि कानुन सम्बन्धी पढेको उम्मेदवार हामीले पाएको छ। क्षेत्र नम्बर 3 ले सम्पूर्णलाई मैले के आग्रह गर्न चाहन्छु भने हैन कुनै दल गल सबैतिर लागेर भए पनि एउटा यस्तो मत छ तपाईहरुसँग, यस्तो पवित्र चीज छ त्यसलाई चाहिँ तपाईहरुले अहिले दोमन नगरिकन सोच र भोट बदलेर तपाईले एकचोटी रासोपा घण्टीलाई 3 नम्बर क्षेत्र किल्लालाई छाप लगाइदिनु होला हैन। अब सोभिता भनेको कस्तो व्यक्ति भने कानुन पढेर आएर उहाँले अब एकचोटी सांसद भएर भएको मान्छे पनि फेरि 3 नम्बर क्षेत्रले बोलाएर सांसद बनाउन खोजेको छ। त्यसको लागि चाहिँ हामीले सबै ठाउँमा अब अहिलेसम्म अब नराम्रो हैन नेगेटिभ भन्ने कुरा केही भेटाएको छैनौँ। त्यो कारणले गर्दाखेरि यस्तो पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी भनेको अरूले दुःख सुख पर्दा सब थोक पर्दा सहयोग गरेर उम्मेदवार सहित लिएर गएर सम्पूर्ण पनि प्रत्यक्ष जनताको सामु प्रत्यक्ष भएर दुःख सुख साट्ने पार्टी हो। मैले भन्दै जाँदाखेरि के हुन्छ भने अब यो पार्टी थियो त्यो पार्टी थियो यो थियो भने यदि हाम्रो भाइ बहिनीहरूले 23-24 गतेको आन्दोलन यस्तो आन्दोलन भयो कि यो राष्ट्रिय स्वतन्त्र पार्टी भनेको अन्तिम विकल्प हो हाम्रो देशको लागि हो। त्यसपछि हाम्रो यहाँ केही पनि छैन। किनभने कस्तो भने यदि एमाले काङ्ग्रेसलाई नै त्यही कुर्सीमा लगेर हामीले राख्नु नै छ भने त्यो आन्दोलन के को लागि, ती भाइ बहिनीको योगदान के को लागि, तिनीहरूको ज्यान गएको जिम्मा कसले लिने। ठिक छ हरेक संरचना जलेर गए ती बनाउन त सकिन्छ
नसकिने होइन, तर पनि ती मरेर गएका हाम्रा छोराछोरी त फर्केर आउँदैन नि त। त्यो छोराछोरी फर्किनुको एउटा आशा, एउटा उनीहरूको श्रद्धाञ्जली एकदम भनेको नै राष्ट्रिय स्वतन्त्र पार्टी हो। यो राष्ट्रिय स्वतन्त्र पार्टीमा तपाईँहरूले यो घन्टी छाप मत लगाएर तपाईँले दिनुभएको भोट नै ती भाइ बहिनीहरूको एउटा श्रद्धाञ्जली चोखो हुनेछ। यही नै मैले भन्न चाहन्छु। उहाँको बुवा ठाउँमा हुनुहुन्थ्यो, उहाँ उसमा के अरे नगर प्रमुख भएर बस्नुभयो, त्यो कारणले उहाँले काम गर्नुभएको छैन भने यहाँभन्दा अगाडि आउनुभएको मान्छेहरूबाट देखिएको कामहरू भन्दा उहाँ आएर देखिएको कामहरूमा काम छ नदेखिएको होइन। तर हामीले यति मात्रै भन्छौँ कि हामीले तिरेका कर, हामीले दिएका पैसाहरू अलिकति भए पनि सही ठाउँमा सदुपयोग चाहिँ भएको हो। विकास भएको छ, विकास भन्दा पनि निकास भएको छ। विकास भनेको त प्रत्येक घर घरले रोजगार पाउनुपर्ने हो होइन। निकास भनेको बाटोघाटो राम्रो भएको छ, सबै भएको छ। यति भएको छ कि हामीले तिरेका कर, हाम्रा छरछरीहरूले लिएका विदेशबाट पठाएका करहरू अलिकति पनि सही सदुपयोग चितवनमा भएको छ। तर अझै पनि फेरि पनि म दोहोऱ्याएर भन्छु, यो विकास र निकास भन्दा पनि यो चुनावको परिवर्तन भनेको कानुन बनाउने चुनाव हो। कानुन बनाउने चुनावको लागि चाहिँ तपाईँहरू कुनै कुरामा नि दुई मत नभइकन निश्चित घन्टी छापमा तपाईँहरूले भोट हालिदिनु भयो भने तपाईँहरूले दिएको भोट कहीँ पनि खेर जाँदैन। तपाईँहरूको छोराछोरी सकेसम्म अब 5 वर्षमा 3 वर्षमा त नसके पनि तपाईँहरूको काखमा र साथमा हुने गरेर यो स्वतन्त्र पार्टीले प्रतिबद्धता गर्दछ। त्यसमा पनि म एउटा एकदम विश्वासिलो पात्र, म एकदम मलाई चाहिँ एकदमै यो कुनै पनि मेरो दुविधा चाहिँ छैन। विगत 34-35 सालदेखि निरन्तर राजनीतिमा सक्रिय हुँदै आएँ। यो निर्वाचन क्रममा मैले धेरै निर्वाचनहरू पनि निरीक्षण गरेँ, हेरेँ। अब अहिले जेनजीका युवाहरूले मात्र 2टा कुरा उठाएको थियो। देशमा सुशासन हुनु पर्यो, करप्सनलाई नियन्त्रण गर्नु पर्यो र सामाजिक सञ्जाल चाहिँ खुला हुनु पर्यो। निर्वाध रूपमा जनताले आफ्ना अभिव्यक्ति स्वतन्त्रताबाट चाहिँ वञ्चित हुनु भएन। यति 2 सूत्रीय माग थियो। ती माग गर्ने बच्चाहरूलाई दिन दहाडै चाहिँ गोली हानेर जुन मार्ने काम भयो नि, बच्चाहरू जसरी स्कुल ड्रेसमा बच्चाहरू मरे, त्यसपछि बच्चाको अभिभावकहरूमा एउटा विद्रोह जाग्यो। त्यो विद्रोहले धेरै विध्वंस मचायो। त्यो विध्वंसको मूल जड भनेको यही सरकार हो। र अर्को कुरो के भने रासोपाले लामो समयदेखि निरन्तर करप्सनको विरुद्धमा आन्दोलन गर्दै आयो, निरन्तर सङ्घर्ष गर्दै आयो। संसदमा पनि त्यही कुराहरू उठाउँदै गर्यो। तर अन्ततोगत्ता प्रचण्ड पनि त्यही प्रतिपक्षको रूपमा त्यही मुद्दाहरूकै पक्षमा हुनुहुन्थ्यो, रासोपाको पक्षमा। एकाएक प्रचण्डजीले 2 बुँदे सहमति गरेर यिनै दलहरूसँग, काङ्ग्रेस र एमालेसँग एकीकृत हुन जानु हो। त्यसले गर्दा यी अझै बढी जनताहरूमा विद्रोह भयो। त्यही कारण मलाई के लाग्छ भने हिजो रेणुजीले नितान्त के भने विकाससँग सम्बन्धित एउटा स्थानीय निकायको जिम्मेवारीमा हुनुहुन्थ्यो, उहाँले त्यही गर्नुपर्ने हो। त्यसको विश्वासले जनताले उहाँलाई जनमत पनि दिएका हुन्। उहाँले केही आधारभूत सडकका कुराहरू, खानेपानीका कुराहरू, विद्यालयका कुराहरूमा के गर्नु भएको छ त्यो गर्नै पर्ने थियो, गर्नुभयो, राम्रो हो। अब अहिले के भने देशमा सुशासन कायम गर्नको लागि एउटा सुदृढ एउटा कानुनको जरुरत पर्छ हैन। एउटा न्याय कानुन तर्जुमा गर्नुपर्ने भएको हुनाले उहाँमा जुन दक्षता छ नि सोभिताजीमा, त्यही कारणले मैले रेणुभन्दा सोभिताजीलाई चाहिँ बढी अहिलेको परिवेशमा, अहिलेको परिस्थितिमा उहाँ बढी क्यापेबल हो भनेर विश्वास गरे हो। मेरो रेणुजीप्रति कुनै अनास्था छैन। स्थानीय निकायको एउटा जिम्मेवारी भूमिकामा रहेको हुनाले उहाँले जुन प्रकारको सक्रियता त्यो कार्यलाई सम्पन्न गर्ने कुरामा तद्रुकता देखाउनु भयो, त्यसमा विवाद गर्ने विषयमा मान्दिनँ बाबु। एउटा जिम्मेवारीमा रहेको मान्छेले अपनत्वको महसुस गरेर काम गर्यो त्यो राम्रो छ। अब भन्दै गर्दा एउटाको पक्षमा उम्मेदवारको पक्षमा कुरा गर्दै गर्दा अर्को उम्मेदवारको आलोचना गर्ने पक्षमा म छैन बाबु। स्पष्ट कुरा के हो भने उहाँ जुन जिम्मेवारीमा हुनु त्यो निर्वाह गर्नुभयो। अब जुन जिम्मेवारी छ नि निर्वाह गर्नुपर्ने संसदको भूमिकामा, त्यो जिम्मेवारी रेणुजीले भन्दा पनि सोभिताजीले राम्रोसँग त्यसलाई कार्य सम्पादन गर्न कार्यदक्षता देखाउनुहुन्छ भन्ने मलाई विश्वास छ। त्यही कारणले म रेणुजीको के अरे सोभिताजीको पक्षमा छु भन्ने मैले महसुस गरेको छु। जति मैले देखिरहेको छु यहाँहरू अधिकांश आजको यस कार्यक्रममा गुरुङ समुदायबाट हुनुहुन्छ जस्तो मलाई लाग्दछ। यो समुदाय अत्यन्तै धेरै जातीय हिसाबले अत्यन्तै धेरै सिधा कुरा गर्ने, दायाँ बायाँ कुरै छैन, सिधा कुरा गर्ने, जहाँ हान्नु पर्ने हो त्यही मात्र हान्ने, जे भन्न पर्ने हो त्यही मात्रै बोल्ने, दायाँ बायाँहरू कुरै छैन, त्यस्तो कुरा गर्ने समुदाय हो भन्ने मलाई लाग्दछ। किनभने आजसम्म मैले जति सङ्गत गरेँ, जति अन्तर्क्रियाहरू गरेँ, जति साथीहरू हुनुहुन्छ उहाँहरूलाई हेरिकन उहाँहरूको स्वभाव, उहाँहरूको प्रकृतिले मैले त्यही नै महसुस गरेको छु।
अघि भर्खरै पनि यहीँ उद्घोषक दाजुले पनि भन्दै हुनुहुन्थ्यो अब यो कार्यक्रम यो औपचारिकता अब थाहै छैन अब धेरै कुरा गर्ने कुरा होइन यहाँ के भन्न पर्ने हो त्यही उम्मेदवारले भन्न पर्छ त्यति मात्रै हो उहाँले पनि त्यही प्रकृतिले आफ्ना कुरा राख्दै हुनुहुन्थ्यो र आजको कार्यक्रममा यहाँहरूको यो उपस्थितिको लागि म एकदमै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सर्वप्रथम त मैले धेरै कुरा भनिरहनु पर्दैन जस्तो लाग्छ किनभने यहाँहरूले सोच बनाइसक्नु भए जस्तो मलाई लाग्छ हाम्रो म यो ठाउँमा आइरहँदा अरू पनि अनौपचारिक मेरा भेटघाटहरूमा यहाँका स्थानीय गुरुङ समुदायका दाजु दिदी आमाहरूसँग भेटघाट हुँदाखेरि त्यो सुदन भाइलाई चाहिँ एकचोटि ल्याउनु है भनेर भन्नुभएको थियो सुदन गुरुङ आज गोर्खाबाट उम्मेदवार हुनुहुन्छ र धेरै उहाँको नातेदार पनि सायद सम्भवतः यहाँ हुन पनि सक्नुहुन्छ जस्तो मलाई लाग्छ उहाँको प्रसङ्ग मैले किन जोडेँ भने देशमा ठुलो एउटा भदौको 23 र 24 गते देशमा ठुलो एउटा युवा पुस्ताहरूको विद्रोह भयो आन्दोलन भयो त्यो आन्दोलनको बेलामा हाम्रा कलिला भाइ बहिनीहरूको छातीमा गोली लागेको हो टाउकोमा गोली लागेको र त्यो नेपालको इतिहासमा पछिल्लो इतिहासमा नेपालको लोकतान्त्रिक इतिहासमा 62-63 जनआन्दोलनमा हामीले सम्पूर्ण नेपालका द्वन्द्वहरूलाई त सम्झौतामा परिणत गरेर हामी शान्तिको मार्गमा हिँडिसक्या हो नि लोकतन्त्र आइसकेपछिको इतिहासमा मलाई लाग्छ त्यो नेपालको सबैभन्दा ठुलो नरसंहार हो जस्तो मलाई लाग्दछ किनभने हाम्रा कलिला भाइ बहिनी जो नेपालमा भ्रष्टाचार भयो नेताहरूले भ्रष्टाचार गरिरहनु भएको छ हामी युवा पुस्ताले यहाँ बस्ने वातावरण पाइराखेका छैनौँ व्यापार व्यवसाय गर्नलाई फेसबुक बन्द गरिदिएछ सबै आम सञ्चारको माध्यमहरू बन्द गरिदिएछ के गरी टिकेर खाने भ्रष्टाचार बन्द गर भनेर सडकमा आएर शान्तिपूर्ण आन्दोलन गर्दै गर्दाखेरि जुन किसिमको गोलीको बर्सात भयो यसले मलाई लाग्छ सम्पूर्ण नेपालीको मन रोएको छ रोएको थियो र रोएको छ पनि र हामीले बिर्सेने पनि छैनौँ जस्तो मलाई लाग्दछ र त्यो आन्दोलन देशमा भइसके पछाडि युवा पुस्ताहरूले अब नेपालमा नयाँ म्यान्डेट सहितको सरकार चाहियो यो गोली हान्ने सरकार होइन हामीलाई नयाँ म्यान्डेट सहितको सरकार चाहियो भनेर चुनावको माग गर्नुभयो र उहाँहरूकै माग बमोजिम अहिले चुनाव भइराखेको छ अरू कसैले मागेर होइन यो देशका युवा पुस्ताले मागेर यो चुनाव भइराखेको छ नभए चुनाव 84 मा हुनेवाला थियो 84 को चुनाव 2082 मा आएको छ युवा पुस्ताले मागेको चुनाव हो र युवा पुस्ताले मागेको चुनावमा यदि आमा बुवा पुस्ताले युवाहरूको भावना बमोजिम गरिदिनु भएन भनेदेखि युवा पुस्ताको भविष्य युवा पुस्ताले चाहेको जस्तो भविष्य बनाउन सकिँदैन भन्ने मलाई लाग्छ त्यसकारणले पनि यसपटक यहाँहरूले परिवर्तनको लागि मतपत्रमा आफ्नो इच्छाले हाल्दै आएको चिन्ह यहाँहरूले कतिले आफ्नो चिन्ह विगतका दिनहरूमा हाल्न पाउनु भएन तर यसपटक चाहिँ अरू केही पनि कुरा नसोचिकन ती कलिला भाइ बहिनीहरूलाई सम्झेर उनीहरूले परिवर्तनको लागि उभिएका थिए र उनीहरूले मागेको चुनाव हो भनेर यसपटक तपाईँहरूले मत परिवर्तन गर्नुपर्छ घन्टी चुनाव चिन्हमा मतदान गर्नुपर्छ यो देशमा युवा पुस्ताहरूले अरू केही कुरा मागेको होइन नि राम्रो विद्यालयहरू होस् राम्रो विश्वविद्यालयहरू होस् राम्रा क्याम्पसहरू हुन् बिरामी हुँदाखेरि उपचार गर्न जाँदाखेरि सहज र सुलभ तरिकाले स्वास्थ्य सेवाहरू पाइयोस् आफ्नो गाउँघरमा राम्रा बाटाघाटा हुन् खानेपानीको सुविधा होस् र व्यापार व्यवसाय गर्न पाइयोस् जागिर पाइयोस् रोजगारी पाइयोस् आफूले केही गरेको छ त्यो इलाम गरेको कुराको त्यो इलमको परिश्रमले चाहिँ यही ठाउँमा बाँच्न पाइयोस् निर्धक्कसँग सम्मानजनक तरिकाले बाँच्न पाइयोस् युवा पुस्ताले खोजेको यति मात्रै हो तर युवा पुस्ताले खोजेको जस्तो समाज आज 30-35 वर्षको इतिहासमा विभिन्न दलहरूले नेतृत्व गरेर प्रधानमन्त्री पदमा बसिसक्नुभयो विभिन्न प्रधानमन्त्रीहरूले नेतृत्व गरेका सरकारहरू पनि आइसके तर युवा पुस्ताले माग गरे बमोजिमको समाज निर्माण हुन सकेको छैन यो यथार्थ हो अब पनि परीक्षण नै गरिरहने हो त हिजोका दिनहरूमा उसले गर्छ कि भनेर विशेष गरी 3टा दलहरूलाई परीक्षणमा राखेकै हो नि 35-40 वर्षदेखि परीक्षण गरेकै हो नि अनि फेरि पनि यो युवा पुस्ताले मागेको चुनाव जुन 84 मा हुनेवाला थियो तर 82 मै चाहिन्छ भनेर युवा पुस्ताले मागेको चुनावमा पनि हामी यदि परीक्षण मात्रै गरिरहन्छौँ भने हाम्रो देशको भाग्यले पनि हामीलाई परीक्षण मात्रै गरिरहन्छ अब मलाई लाग्छ नेपालीहरूको नियति अब परीक्षण गरिरहनु पर्ने भाग्यको होइन यो देशमा
हामीले चाहेको के हो त्यस्तो परिवर्तन चाहिन्छ भन्ने किसिमको हुनुपर्दछ भन्ने मलाई लाग्दछ। त्यसको लागि म कानुनको विद्यार्थी हुँ, अधिवक्ता भएर काम गरिरहेको थिएँ र अन्य विभिन्न क्षेत्रमा, युवाको क्षेत्रमा, कानुनी क्षेत्रमा म काम गरिरहेको थिएँ। त्यो काम गर्दा गर्दैको मान्छे आज म त राम्रो होला, मेरो राम्रो होला, मेरो व्यक्तिगत जीवन राम्रो होला, कमाइ राम्रो होला, सबै कुरा राम्रो होला, तर म एक्लै राम्रो भएर समाज कहाँ राम्रो बन्दो रहेछ त, समाज कसले बनाइदिन्छ त भन्ने ठानेर यो देशमा राम्रो नेतृत्व गर्ने व्यक्तिहरूको खडेरी लागेको मैले देखेर अब अरूलाई गुनासो गर्ने होइन, यो भएन त्यो भएन भनेर कति उहाँहरूलाई भनिरहने, भनेका कुरा सांसदहरूले भनेको त्यत्रो हामी 3-4 महिना मान्छे बेच्नेहरूलाई कारबाही गर्नुपर्छ भनेर संसद भवनमा सांसदहरूले हामीले गरेको आन्दोलन त सरकारले सुनेन, सांसदहरूले गरेको आन्दोलन त सुन्दो रहेछ सरकारले भने, आम नागरिकका कुरा कहाँ सुन्ने। हामीले यो भएन त्यो भएन भनेर पटक पटक भनिराख्यौँ, तर अब त्यो भएन भन्ने कुरा जति भने पनि नसुन्ने भएपछि अब मूलधारको राजनीतिमा आफै आउने, आफ्ना मुद्दा आफै लगेर आफै समाधान गर्ने भनेर म राष्ट्रिय राजनीतिमा आएको हुँ। यदि यो देशमा राम्रो नेतृत्व गर्ने पार्टी र राम्रा नेतृत्व गर्ने नेताहरूको ठुलो जमात भइदिएको भए, एका दुई राम्रा नेताहरू हुनुहुन्छ है, मेरो त्यसमा अन्यथा टिप्पणी छैन, राम्रा नेतागणहरू पनि हुनुहुन्छ, तर यो देशमा नेतृत्व गर्ने मूल पार्टीहरू र त्यहाँ भएका अधिकांश नेताहरूले त्यही सोच राखेर अगाडि बढिदिएको भए म सायद कानुनी पृष्ठभूमिमा काम गरिरहेको, कानुनी पेसामा काम गरिरहेको एउटा युवाले यसरी राजनीतिमा आउनुपर्ने थिएन होला। म अरू नै कुरा गरेर बस्थेँ होला, व्यापार व्यवसाय गर्थेँ होला, आफ्ना जिन्दगीका अरू धेरै कामहरू गर्थेँ होला, तर भएन भनेर अब हामी आफैले बनाउनुपर्छ। हाम्रो समाजहरू कसैले बनाइदिँदैन, हामी आफैले बनाउनुपर्छ, छिमेकीले आएर बनाइदिँदैन, हामी आफैले बनाउनुपर्छ भन्ने सोच राखेर म राष्ट्रिय राजनीतिमा आएँ। 27 वर्षको उमेरमा काठमाडौँ क्षेत्र नम्बर 2 बाट मैले नेपाली जनताले इच्छा गरे बमोजिमका कुराहरू मैले त्यहाँ राखेको हुँ। मलाई क्षेत्र नम्बर 2 का, काठमाडौँ क्षेत्र नम्बर 2 का मतदाताले विश्वास गरेर संसद भवनमा पठाउनु भएको हो र उहाँहरूले पठाउनु भए बमोजिम संसदमा मेरो जिम्मेवारी, मैले पाएको अधिकार, मैले पाएको जिम्मेवारी इमानदारीपूर्वक 100% इमानदारीपूर्वक मैले निर्वाह गरेकै हो। 3.5 वर्षको अन्तरालमा जति बोले, जति गरे, जनताका मुद्दाका कुराहरू मैले संसदमा जति उठाएँ इमानदारी साथ उठाएँ, यो यहाँहरूले देख्नु भएकै हो। आज काठमाडौँ क्षेत्र नम्बर 2 बाट चितवन क्षेत्र नम्बर 3 मा आइपुगेको छु। मेरो घर यहीँ पर हो, भरतपुर महानगरपालिका वडा नम्बर 15 मङ्गलपुरमा पर्छ, गोपाल चोकमा पर्छ, मेरो घर यहीँ हो। छोरी मान्छे विवाह गरेर हामी धेरै ठाउँहरूमा पुगिन्छ, माइती छोडेर जानुपर्छ, म चितवनमा आइपुगेँ, त्यस कारणले पनि हुन सक्छ सायद चितवनले यसपटक मलाई यहीँबाट उम्मेदवारी दिने स्थिति निर्माण भयो, यसरी म तपाईँहरूको माझमा आइपुगेँ। अब म यहाँहरूकै गाउँठाउँको, यहाँहरूकै समाजको सदस्य हो। आज तपाईँहरूले भोग्नु भएको समस्या र मेरो परिवारले भोगेको समस्या एउटै हो। यहाँहरूले देखेको दुःख र मेरो परिवारले देखेको दुःख एउटै हो। तपाईँ हामी एउटै धरतीमा उभिएका छौँ, एउटै जमिनमा उभिएका छौँ। अब यो हामीले देखेका समस्याहरूलाई समाधान गर्नको लागि अब टुक्रे राजनीति होइन, एउटै पार्टीले एकल बहुमत लिएर आएर नीति पनि बनाउँछ, त्यसलाई कार्यान्वयन पनि गर्छ भन्ने लक्ष्यसहित हिँडिरहेको छु। त्यसको लागि मैले उम्मेदवारी दिएको छु चितवन क्षेत्र नम्बर 3 बाट। राष्ट्रिय राजनीतिमा जति समय हामी संसदमा बस्यौँ, हाम्रा पार्टी सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दा उठाएकै कारणले गर्दाखेरि कस्तो नियति भोग्नु पर्यो यो यहाँहरूले देख्नु भएकै हो। त्यो हिजोको मैले तपाईँहरूलाई कुरा सम्झाइरहन पर्दैन जस्तो मलाई लाग्छ, किन हस्ताक्षर अभियानमा आउँदै गर्दाखेरि यहाँहरूले आफ्ना आफ्ना मनमा लागेका कुराहरू, महसुस गरेका कुराहरू अनुसारले हस्ताक्षर अभियानमा सहभागी हुनुभएकै हो। यो हिजोको कुरा रह्यो। अब त्यसरी नेपाली जनताको लागि न्याय गर्नुपर्ने कानुन, अरूलाई प्रतिशोध साध्न प्रयोग गर्नेहरूका विरुद्ध चाहिँ हामी उठ्नुपर्छ भन्ने सोचका साथ अहिले हामी देशव्यापी रूपमा सबै नागरिकलाई, कसैलाई काखा कसैलाई पाखा नगर्ने हेतुले सबैलाई बराबरी गर्ने किसिमले व्यवहार गर्ने किसिमले हामीले राष्ट्रिय राजनीतिमा परिवर्तन गर्नको लागि आइपुगेका छौँ।
हाम्रा पार्टी सभापति रवि लामिछानेले यसपटक देशले साँच्चीकै परिवर्तन पाउँछ भनेदेखि यसपटक म प्रधानमन्त्री बालेन्द्र शाहलाई बनाउनको लागि म तत्पर छु, प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हो भनेर उहाँले बाटो खुल्ला गरिदिनु भयो। यो त्यागको भावना जो कोहीसँग हुँदैन। हेर्नुहोस्, एक सेकेन्ड पनि त्यो प्रधानमन्त्रीको कुर्सी पाउनको लागि र नछोड्नको लागि, पाएको कुर्सी नछोड्नको लागि यो देशमा नेपाली जनताका पीडाहरू कति धेरै त्यो कुर्सी मुनि थिचिएका छन् भन्ने कुरा तपाईँहरूले देख्नु भएको छ। एक सेकेन्ड पनि कसैले छोड्दैन, पाएको कुरा पनि छोड्दैन, पाउनको लागि पनि मरिहत्ते गर्छ। हाम्रो पार्टीका सभापति यसपटक हामी चौथो राष्ट्रिय दल त थिँदैन थियौँ पहिला, यसपटक अलिकति मत बढ्दै गर्दाखेरि हामी तेस्रो त हुन्थ्यौँ होला नि। तेस्रो हुँदै गर्दाखेरि पनि कम्तीमा पनि एकल त हुन्थ्यौँ हामी। त्यो एकल बहुमत लिएर आउने स्थिति नबन्दा गर्दाखेरि ल वर्स्ट केस एकदम केही पनि भएन छ भन्दा पनि हामी तेस्रो त हुन्थ्यौँ होला नि। तेस्रो हुन्थ्यौँ भने पनि प्रधानमन्त्री त रवि लामिछाने हुनुहुन्थ्यो। 1 नम्बर हुँदाखेरि पनि रवि लामिछाने हुनुहुन्थ्यो, 2 नम्बर हुँदाखेरि पनि रवि लामिछाने हुनुहुन्थ्यो, 3 नम्बर हुँदाखेरि पनि रवि लामिछाने हुनुहुन्थ्यो। तर उहाँले मलाई स्पष्टसँग भन्नुभएको मलाई अझै पनि सम्झना छ। मैले प्रधानमन्त्री बन्ने कुरा ठुलो होइन, तर मैले प्रधानमन्त्री बन्दै गर्दा फेरि पनि पुरानै दलहरूसँग मैले हातेमालो गरेर प्रधानमन्त्री बने भनेदेखि मैले मेरा देशका आश गरेका नेपाली जनतालाई के परिवर्तन दिन सकौँला। मेरो प्रधानमन्त्री भन्दा ठुलो कुरा देशले न्याय पाउनु हो, त्यस कारणले म बाटो छोड्छु भनेर उहाँले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सार्नु भएको छ। यो अगाडि सार्नु भएको किन हो त भन्दा बालेन्द्र शाहको उहाँ प्रधानमन्त्री हुनुहुन्छ, देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत लिएर आउँछ अनि नेपाली जनताका मुद्दालाई अब मुद्दामा मात्रै होइन, मुद्दा उठान मात्रै होइन, मुद्दालाई निर्णायक बिन्दुमा पुर्याउँछ भनेर त्यसरी उहाँले अपेक्षा राख्नु भएको। यहाँले देख्नु भएको छ मधेसमा हाम्रो कति धेरै मधेसी नेपाली नागरिकहरूले हामीलाई समर्थन गर्नुभयो। मधेसमा त्यस्तै उभार आएको छ, पहाडमा त्यस्तै उभार छ, हिमालमा त्यस्तै उभार छ। यसपटक देश आफै जुर्मुराएको छ परिवर्तन गर्नको लागि। हामी नेपाली जनताहरू सधैँभरि उहाँ मेरो नाता पर्ने, काका पर्ने अथवा विभिन्न नाता पर्ने, नजिकको मान्छे, मलाई काम गरेको मान्छे भनेर हामी यस्ता कुराहरूमा हामी बढी अल्झिने गर्छौँ। हाम्रो समाज त्यस्तै प्रवृत्तिको छ। ठिक हो, त्यो पनि पर्छ पनि, किनभने समाजमा आफ्नो मान्छे जसले आफ्नो लागि गर्छ ती कुराहरू चयन पनि गर्नुपर्छ। तर राष्ट्रिय राजनीतिमा आउँदै गर्दाखेरि यदि हामीले छानेको नेतृत्व सही परेन भनेदेखि देशले दुःख पाउँछ, देश अन्यायमा पर्छ भन्ने मलाई लाग्दछ। त्यसकारणले यसपटक अन्यथा केही पनि नसोचिकन, अन्यथा केही पनि नठानिकन परिवर्तनको पक्षमा यहाँहरू उभिनुपर्छ। जसरी हाम्रा कलिला भाइ बहिनीहरूले जुन गोली खाएर उहाँहरू शहीद भएर जानुभयो, उहाँहरूले इच्छा गरे बमोजिमको जुन देशमा निर्वाचन भएको छ, उहाँहरूको आत्माको शान्तिको लागि पनि योचोटि परिवर्तन हुनुपर्छ र परिवर्तनको लागि तपाईँ हामी आम मानिसहरूले त्यसको लागि तत्पर हुनुपर्छ भन्ने मलाई लाग्दछ। म अरू धेरै कुरा भनिनँ, मेरा कुराहरू यहाँहरूले विभिन्न सञ्चार माध्यमबाट पनि मैले चितवन क्षेत्र नम्बर 3 मा उठाएका मुद्दाहरू विभिन्न ठाउँबाट यहाँहरूले सुनिआउनु भएकै छ। आज यो मलाई लाग्छ यो गाउँमा हुनुभएका अधिकांश परिवारहरूका सदस्यहरू कोही न कोही विदेशमा हुनुहुन्छ, र विदेशबाट के भनिरहनु भएको छ भने यो पटक चाहिँ घन्टीमा भोट हाल्नुपर्छ है भनेर भनिरहनु भएको छ, पक्कै भनिरहनु भएको छ। विदेशमा बसेका हाम्रा नेपालीहरू त्यो ठाउँमा बसेर ज्यान त्यहाँ छ, मन यहाँ राखेर जसरी भए पनि परिवर्तन गर्नुपर्छ है भनेर लागिरहनु भएको छ। त्यसो किन गरिरहनु भएको छ भने उहाँहरूले त्यो ठाउँमा बस्दै गर्दाखेरि सिस्टमले काम गरेको देख्नु भएको छ। उहाँहरूको काम गर्नलाई त्यो ठाउँमा, त्यो देशमा कुनै पनि अप्ठ्यारो पर्यो भने नेतालाई खोज्दै जानु पर्दैन, मन्त्रीलाई खोज्दै जानु पर्दैन। त्यो ठाउँमा जे काम गर्न परे पनि त्यहाँको सिस्टमले अटोमेटिक काम गरेको देख्नु भएको छ र उहाँहरूको धोको छ। नेपालमा पनि त्यही किसिमको परिवर्तन होस् भन्ने धोको छ। त्यो परिवर्तनको लागि आज यो गर्न सक्ने पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टी नै हो भनेर उहाँहरूले ठान्नु भएको छ। त्यही भएर तपाईँहरूलाई फोनहरू पनि गर्दै हुनु होला। यहाँहरूले सबै कुराहरू विभिन्न ठाउँहरूमा सुनिआउनु भएको छ, महसुस पनि गर्नुभएको छ। हामी परका मान्छे पनि होइनौँ। मेरो घर अघि मङ्गलपुर भनिहालेँ। यहाँहरूलाई जे पर्दाखेरि पनि मेरो घरको आँगन तपाईँहरूलाई सधैँ खुल्ला छ।
र संसद बनाउनु पर्ने समयमा संसद हुने समयमा म संसद भवनमा कानुन निर्माणमा व्यस्त हुँला, तर अन्य समयमा म तपाईँहरूकै माझमा फेरि तपाईँहरूका यो ठाउँका मुद्दाहरूलाई राष्ट्रिय मुद्दाका रूपमा उठान गर्नको निम्ति त्यो संसद भवनमा रोस्टमबाट उठान गर्नको लागि तपाईँहरूकै माझमा म आउने नै छु। काठमाडौँ 2ले मलाई निर्वाचित हिजो गराएर पठायो। अब चितवन 3मा म तपाईँहरूको घर आँगनमा आइपुगेको छु। आम तपाईँहरू जस्तै सामान्य परिवारको छोरी हुँ। नेपाली जनताको छोरीलाई पक्कै पनि तपाईँहरूले आशीर्वाद दिएर पठाउनुहुन्छ होला। तपाईँहरूले दिएको आशीर्वाद, तपाईँहरूले दिएको शुभेच्छालाई म शिरमा राखेर, हृदयमा राखेर म अगाडि बढ्नेछु र इमान्दार भएर कर्म गर्नेछु। मेरो प्रतिबद्धता यति मात्रै हो, जति समय राजनीतिमा रहन्छु इमान्दार भएर काम गर्नेछु। त्यो इमान्दारिताको लागि तपाईँहरूले आशीर्वाद दिएर पठाउनुहुन्छ भन्ने मेरो अपेक्षा छ। र अब यो ठाउँमा हाम्रो सभापतिज्यूहरू हुनुहुन्छ, हाम्रो वडाको कमिटीहरू छ र यहाँ कति साथीहरू जोडिनु भएको होला, कति साथीहरू जोडिन बाँकी हुनुभएको होला। पार्टीमा यहाँहरूलाई इच्छा लाग्छ यो पार्टीले गर्छ, यो पार्टीमा म आउँछु भन्ने इच्छा लाग्छ भने हार्दिक स्वागत छ। होइन योचोटि म मत मात्रै परिवर्तन गर्छु, हेरौँ न म त्यसपछि म सोध्छु भन्ने यहाँहरूले ठान्नु भएको छ भने त्यो पनि त्यसमा पनि ठिक छ। हाम्रो यहाँहरू कसैलाई करकाप छैन, तर हाम्रो पार्टीले लिएको अभियान एकदम इमान्दार अभियान हुन्छ। कसैले गलत गर्यो भनेदेखि त्यो गलत गर्नेहरूको बारेमा तपाईँहरू खबरदारी गर्नको लागि तपाईँहरूलाई खुल्ला छ। तपाईँहरू एकदम निश्चिन्त भएर गर्न सक्नुहुन्छ। हाम्रो यो अभियानमा जसरी भए पनि यहाँहरू जोडिनु हुनको लागि चाहिँ म आग्रह गर्न चाहन्छु। देशले यो निकास खोजेको छ, विकास खोजेको छ, त्यसको लागि तपाईँहरूको एकरूपता पनि आवश्यक छ। म सम्पूर्ण यहाँ आदरणीय आमा बुवाहरूलाई म यति आग्रह गर्न चाहन्छु र अन्य समयमा फेरि पनि हाम्रो भेट हुँदैछ। 2टा मतपत्र आउँछ, 2टा मतपत्रमा 2टैमा घन्टी चुनाव चिन्हमा मतदान गर्नु न म आग्रह गर्दै म मेरा भनाइहरू यही टुङ्ग्याउन चाहन्छु। हवस् त, नमस्कार, जय घन्टी।